हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। म फेरि पनि आज डे 8 को भिडियो लिएर आएको छु र आज चाहिँ के को विषयमा कुरा गर्ने भन्दाखेरि अहिले हाम्रो यो नेपालको भनौँ न, नेपालको भन्दा नि आज विशेष गरेर यो काठमाडौँको वेदर चाहिँ अलिकति चेन्ज भएको कारणले गर्दाखेरि अलिकति यहाँ हामी बस्ने ठाउँमै पनि सबैजनालाई अलिकति रुगाखोकी लागेको कारणले गर्दाखेरि अहिले म पनि अलिकति हिजो अस्तिको दिनदेखि नै अलिकति घाँटी खसखस भएको छ। अब यस्तै हिजो पनि मैले घाँटीमा समस्या आएकै कारणले गर्दाखेरि भिडियोलाई अलिकति छोटो बनाइदिएँ र आज पनि त्यस्तै हो। आज पनि अलिकति केही कारणहरूले गर्दाखेरि अलिकति ढिलो पनि भयो। अहिले ढिलो भएको कारणले गर्दाखेरि आज अलिकति छिटै राख्नेछु। त्यही भएर यसलाई अझै एडिटहरू गरेर काट्दाखेरि अझै छोटो देखिनेछ यसलाई यो भिडियो चाहिँ। त्यही भएर तपाईँहरूले अब मेरो घाँटी अलिकति सन्चो भयो भने भोलि चाहिँ फेरि पनि म तपाईँहरूसँग अलि लामो भिडियो लिएर आउनु छु। र मैले अहिले यो 30 डेज च्यालेन्ज लिएको कारणले गर्दाखेरि छोटो 1 मिनटकै भिडियो भयो भने जस मैले च्यालेन्जलाई चाहिँ कम्प्लिट गर्ने हिसाबले मैले भिडियो बनाइरहेको छु र त्यस्तै हो। आज पनि केही विशेष खास केही विषयवस्तु चाहिँ त छैन। त्यही पनि अहिले चाहिँ एकदमै गर्मी छ भनौँ न। गर्मी भन्दा पनि यो वेदर चाहिँ चेन्ज भएको कारणले गर्दाखेरि अहिले मनसुन सुरु भएको कारणले गर्दाखेरि यो ठ्याक्कै मौसम चेन्ज हुँदाखेरि चाहिँ फेरि रुगाखोकी लाग्ने, बिरामीहरू हुने त्यस्तो समस्याहरू आउँदो रहेछ। त्यही भएर यस्तै हो। म अब टाइमहरू यसरी नै बित्ने रहेछ भनौँ न। अब मैले यो लास्ट इयरमा भिडियो बनाउँछु भनेर सोचेको मैले हिजो भर्खरै जस्तो लाग्ने रहेछ, तर 1 वर्ष भइसकेको पत्तै नपाइने रहेछ। अब आजलाई यस्तै होला। मैले खासै विषयवस्तु यस्तै केही नभएर अहिले मैले दिमागमा ठ्याक्कै केही विषयवस्तुलाई ल्याउनै सकिनँ। अनि त्यही भएर मैले आजलाई यति नै राख्छु होला। आज यो चाहिँ मैले यो चाहिँ सम्भवतः यो सबभन्दा छोटो भिडियो नै यो हुने रहेछ। यो सायद अहिले मैले सुट गर्दाखेरि 4 मिनट 5 मिनट पनि पुगेको छैन। अब यसलाई काट्दाखेरि एडिट गरेर काट्दाखेरि बिचको ग्यापहरूलाई हटाउँदाखेरि चाहिँ यो अझै पनि छोटो हुनेछ। र आजलाई चाहिँ म यति नै राख्छु। भोलि फेरि अर्को भिडियोमा भेट्ने बाचाको सायद आज चाहिँ यही गुड बाई, टेक केयर भन्न चाहन्छु। धन्यवाद।